ब्याक टु माई न्यू भ्लग। आज फेरि हामी आइसकेको छ एउटा नयाँ भिडियो लिएर। ल भन्नु त के भन्न चाहन्छु। हामीलाई रुम भेट्या छैन, हेर्नुहोस् होइन यस्तो गाह्रो भएको छ। हाम्रो लागि एउटा रुम खोजिदिनुहोस् कृपया सबैलाई। हाम्रो भ्युअरहरू टन्ने हुनुहुन्छ होइन, ट्र्याक गर्नुभयो भने सब ठाउँ इग्लो इग्लो खाइरहेको छ यहाँ काठमाडौँमा। रुम पाएन त्यति सजिलो छैन। के रुम पाइएला त? यो जान्नको लागि न्यू एपिसोड कमेन्ट डाउन गर्नु होला। बाँकी चाहिँ अर्को रुम भेटाएँ भने चाहिँ तपाईँलाई अवश्य सम्झिनु सक्छु। कतै खाली छ भने तपाईँहरूले हामीलाई चाहिँ अवश्य भन्नु होला होइन। तर यहाँ हाम्रो हेर्नु कति ठाउँ हेऱ्यौँ कि कति ठाउँ खोज्यौँ, तर भर्खर आयो आएर त 3-4 ठाउँ खोज्यौँ। छैन त छैन भने हामी गर्छन् के भन्छन् यिनै फेरि लाज मानेर रुममा सोध्दै होइन। मैले सोधेको आज सुरुमा मैले एकचोटि हालेको छु नसोधिरहेको छु नि आफू टिजाउ गर्नुहुन्छ। हेलो गाइस, अरू भन्नु त अहिले अरू के लागिरहेको छ मनमा लागेको मलाई के लाग्छ भने यो काठमाडौँमा आएर सबभन्दा रुम पाउन साह्रै गाह्रो। अनलाइन चाहिँ भन्यो ब्रोकरलाई भन्यो भने पैसा खाइदिन्छन्, राखिदिन्छन्। आफै खोज्यो भने रुम पाइन्न। यस्तो बिजोग रहेछ। हामी जस्तो सोझो साँझलाई बस्ने काठमाडौँ रहेन त होइन। रुमै पाइन्न यहाँ कहीँ पनि। के रुम पाइएला त? यो जान्नको लागि एपिसोड है त गाइजहरू। अब अक्षर फेर्छु ल। भनेपछि त्यही अनामनगर जाने बाटो थियो नि, अनामनगर नै दिल्लीबाट जाने बाटो थियो। रुम खोजी अहिले त कति बज्यो 1 घन्टा लगाइसक्यो, तर हामीले रुम भेटेनौँ गाइज। हामीले भेटेनौँ। अब चाहिँ फेरि जाँदैछौँ खोज्न लागि। यो रुममा भौतारेर यस्तरी बस्नु भएको छ यहाँ। मेरो पनि सेम त्यस्तो भएको छ गाइज होइन। भन्नु केही मलाई आलु ताङ्गो रुम भेटाइ मेरो भेटाउँछौँ। कस्तो भेटाउँछौँ।